सो हेलो गाइस म चाहिँ विशाल मेगा मार्ट जान आँटेको होइन म चाहिँ रेडी भइसकेको छु अनि अलिकति सपिङ गर्नु छ नि त हो सो अनि म चाहिँ जान आँटेको अन्त मेरो छोरा चाहिँ पर छ रेडी भएर ऊ खेलिरहेछ है यता छ यहाँ आहान टिक्लु कहाँ जाने टिक्लु अरे बाफ्रे सो पनि एक्साइटेड छ धेरै दिन बाद अन्त मेरो बुढा चाहिँ यहाँ रेडी नै भइसकेको छैन क्या जहिले हामी चाहिँ रेडी भइसक्छु तर मेरो बुढा चाहिँ कहिले रेडी नै भएको हुँदैन अनि त्यहाँबाट चाहिँ म चाहिँ अब मलाई सू मात्रै लगाउनु छ है र मेरो आउटफिट कस्तो रहेको छ म तपाईँहरूलाई देखाउँदैछु है नहेर्नुहोस् होला उता चाहिँ उताको गन्दगी चाहिँ नहेर्नुहोस् होला है र मेरो चाहिँ यो आउटफिट रहेको छ है मोटाएर हेर्नु न पेट लागेर केही छैन हो यस्तो छ आउटफिट साथीहरू है गरम लाग्यो अब चाहिँ अब एकदम गर्मी बेसी भइसक्यो साथीहरू गरम पुरा लागिसक्यो अब चाहिँ होइन हेर्नुहोस् न यस्तो घाम लागिरहेछ बाहिर चाहिँ अनि त्यहाँबाट चाहिँ अब हामी जाँदैछु र विशाल मेगा मार्टमा गएर भेटौँ मलाई त त्यसो गाइस अहिले चाहिँ हामी जाँदैछु उयोमा के अरे सिलगढीमा किनकि सामान ल्याउनु छ भनेर हो यहाँ चाहिँ आमा अन्त हामी जाँदैछु यो चाहिँ बाटो भन्दै छोराको भ्लगिङ देख्नुभयो होला है साथीहरू है फाइनली गाइस हामी चाहिँ अहिले विशाल आइसके आहानले के खाँदैछ यहाँनिर पानी खाँदैछ हेर्नुहोस् न तिर्खा लागेर आउने बित्तिकै है अन्त यो चाहिँ हो विशाल मेगा मार्ट सेवक रोड सिलगढी है सेवक रोडमा छ अहिले चाहिँ रोडहरू नचिन्ने भएर यस्तो बनाइसकेको छ नि है चिन्नै नसक्ने भएको छ हेर्नुहोस् न सब बिग्रिसकेको रहेछ यसको चक्कै छैन अलिकति राम्रो थियो छोरा 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 बाबु चक्कै नभएर ल यहाँ आइज हेर न हेर आमा ल त कहाँ जाने अब कहाँ जाने कहाँ जाँदैछ हेर न आम्मा के साह्रो ह्याप्पी हौ बाफ्रे एउटा टी सर्ट पनि बोकिहालेको छ हो अन्त ह्याप्पी भएर डक्टरको के डक्टरको विशाल यही त हो विशाल के चाहियो तिमीलाई डक्टरको डक्टर किट चाहियो भनेको भने सकेदेखिको डक्टरको किट चाहियो अरे उसलाई हो ल ल ल अहिले पर्छ न त अनि यस्तो छ है साथीहरू यो डक्टर सेट पुरा मन पर्यो अघिदेखिको घरदेखि नै यो डक्टर सेट किन्ने भन्दै थिएँ होइन अन्त आहानलाई यहाँ डक्टर सेट पाइसक्यो आहान कस्तो छ खुसी छौ खै कति खुसी छ हेर त खै यता स्माइल त देखाऊ यहाँनिर चाहिँ नानीहरूको एकदम दामी दामी छ हो हेर्न सक्नुहुन्छ है यस्तो दामी दामी छ फिसिङ आहा हेर्दैखेर त नि कस्तो हाम्रो बचपनमा चाहिँ यस्तोहरू खेल्नु पाएन नि त है कस्तो मनपर्छ क्या हेर्नु सक्नुहुन्छ यहाँ यता है के मजाको चाहिँ फिसिङ गर्ने रहेछ यहाँनिर हो खेल्ने मेगा मार्टमा चाहिँ इच एन्ड एभ्रिथिङ सबै पाउनुहुन्छ के भन्नुभयो हो र यहाँ चाहिँ इच एन्ड एभ्रिथिङ पाउनुहुन्छ तपाईँहरूले डिटर्जेन्ट पाउडरदेखिको होमको जति पनि सामानहरू छ सबै पाउनुहुन्छ तपाईँहरूले हेर्नुहोस् है यहाँनिर साथीहरू यहाँनिर बेबीहरूको टुथपेस्ट छ कि छैन हौ बेबीहरूको टुथपेस्ट लिनु पर्ने छ यसको लागि यहाँ पेस्टहरू रहेछ क्या बेबीको चाहिँ देखेकै छैन ऊ यहाँ रहेछ 6 इयर्ससम्मको यहाँ रहेछ क्या यो त के हो पेस्ट हो र यो होइन होला कोलगेट रहेछ हो नि हौ टोइलेट क्लिनर हौ टोइलेटको सोफा गर्ने राम्रो कुसन कभरहरू पनि रहेछ हेर्नुहोस् न है कस्तो दामी दामी हेर्न सक्नुहुन्छ यो चाहिँ कुसन कभर अनि फेरि छोरा चाहिँ यहाँनिर भरि सामान लिएर बसिरहेको छ हो यहाँनिर हेर्नुहोस् न के लिनु मन छ यहाँनिर सबै पाउँछ है भइसक्यो अन्त यहाँ हेर्नुहोस् त अब चाहिँ यहाँ बिलिङ गर्नेमा आएर बसिरहेको छु है अन्त हामी चाहिँ यहाँ सेकेन्ड टाइममा छ है यति छ सपिङ चाहिँ यहाँनिर कहिले घर पुग्ने भइरहेछ आहानलाई चाहिँ घर पुगेर चाहिँ कहिले यो खेलौँ भइसक्यो निकालेर हो
सो फाइनली अब चाहिँ हामी हाम्रो सपिङ सक्यो है यो विशाल मेगा मार्टबाट चाहिँ हामी अब निस्किसकेका छौँ अब घर जाने ल बाई भेटौँ नेक्स्ट भिडियोमा आइको लागि बाई